फर्स्ट पेमेन्ट हो। सकभर यो चाहिँ अलि राम्रै हुन्छ। एबभ 30K नै हो यो चाहिँ आजको पेमेन्ट, नियरली 37,000 जति होला। स्टार्ट। सो गाइज मेरो बाइकमा केही नयाँ लागेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। ल अब चाहिँ हामी जाँदैछौँ कहाँ भने अब सायद आज फेसबुकको इन्कम आएको रहेछ। अब अस्ति चाहिँ इन्भोइस आएको थियो होइन, इन्भोइस आएपछि चाहिँ क्यालकुलेसन हुन्छ कि तपाईँको लगभग यति यति रकम चाहिँ अब यो मिति नियरलीमा चाहिँ आउँछ है भन्ने हुन्छ होइन। अब इन्भोइस आइसकेपछि चाहिँ अनि त्यसको अब भनौँ न हरेक मन्थको चाहिँ त्यही 23देखि 22देखि 25 वरिपरिमा चाहिँ अनि अरू पेमेन्टको लागि चाहिँ रेमिट्यान्सको एउटा इमेल आउँछ क्या गाइस। सो अब त्यो इमेल आएको छ, अब त्यो इमेल अनुसार चाहिँ अब जाँदै हो। अब त्यो इमेललाई सकभर हामीले प्रिन्ट आउट गर्नुपर्ने हुन्छ होला होइन। प्रिन्ट आउट गरौँ अनि आफ्नो डकुमेन्टको केही एउटा भनौँ न आफ्नो परिचय पत्र यसो खुलाउने एउटा चाहिँ सर्टिफिकेट अब भनौँ कि आइडी कार्ड भनौँ न, आइडी कार्डको चाहिँ एउटा फोटोकपी गरेर सायद त्यो पेस गर्नुपर्ने हुन्छ होला। अनि त्यो भइसकेपछि अब आफ्नो ब्याङ्क जुन ब्याङ्क लिङ्क गरेको छौँ नि हामीले त्यो ब्याङ्कमा गएर चाहिँ हामीले भुक्तानी लिन सकिन्छ होला है। सो प्रक्रियाहरू यस्तै यस्तै हो, यसो जाने बुझे अनुसार होइन। सो म र ड्याड जाँदैछौँ है। अब त्यही हो हचुवा तालमा अब जे भयो नि फेसबुकबाट पनि इन्कम भएर आयो पनि आउँदैछ पनि होइन। सो मैले भनिरहेको थिएँ नि तपाईँहरूलाई, तपाईँहरू पनि भिडियो बनाउनु हाल्नु होइन। अब यस्तै त हो नि, सबैको आइरहेछ। मेरो नआइन्जेलसम्म चाहिँ म तपाईँहरूलाई पर्फेक्टली भन्न सक्दिनँ भनेर त मैले जमाना भनेको थिएँ। अब हेरौँ आज चाहिँ मैले एमाउन्ट बुझिसकेपछि चाहिँ झन् फाइनल हुनेवाला छ है। पैसा आउने नै रहेछ कि नआउने रहेछ कि के हुने रहेछ भनेर नेपालबाट है मोनेटाइजेसनको चाहिँ म तपाईँहरूलाई इफ आयो भने पनि मेरो कति आयो पनि भनिदिन्छु क्या होइन। सबै भन्नेवाला छु, भिडियो स्किप नगरी हेर्नु होला होइन। अब जे पनि गाउँबाट हो भ्लग चाहिँ। अब हाम्रोबाट त्यही हो सहर जान पनि 10 किलोमिटर हिँड्नुपर्छ। यसरी जाम पऱ्यो, बाटो साँघुरो छ। अब त्यही हो पछि जाने हो। ल गाइज अब हल्का अब हाइवेतिरै भेटौँ है, यहाँ अलि जाम होला जस्तो छ क्या। हामी चाहिँ हल्का कन्क्रिट पेभ्ड रोडमा चाहिँ अब आइसकेको छौँ होइन, ढलान गरिएको बाटो। गाउँठाउँमा यस्तै हो यार। अब यो होइन गाई भैँसीको चाहिँ डङबाट चाहिँ यहाँ अब फायरवुड जसरी प्रयोग हुन्छ कि यसलाई सुकाएर होइन आगोहरू बाल्नको लागि खानाहरू पकाउनको लागि चाहिँ योलाई चाहिँ फ्युलको रूपमा युज हुन्छ है। सो अब हामी हाइवेमा जोइन भइसक्यौँ होइन। यो चाहिँ अब हामी राजविराजतर्फ जाने बाटो हो कि। अनि यही बाटो अपोजिट तपाईँ पूर्वतिर जानुभएको भए चाहिँ कोशी ब्यारेजतर्फ पनि निस्किनु मिल्छ। यो बाटो चाहिँ कुनौली बोर्डर हो। अनि यो चाहिँ मैले अब यो फिट गर्न बाँकी छ। यो चाहिँ आफैले फिट गरेको हल्का लुज हल्लिरहेको छ। यहाँ पनि एउटा सपोर्ट चाहिन्छ क्या, क्ल्याम्प जस्तो केही चाहिन्छ होला। अनि यो चाहिँ अब साइडलाइटमा फिट गर्ने हो। वायरिङको लागि चाहिँ अब जसरी पनि यो खोल्नु पऱ्यो नि त, नभए यताबाट ज्याकहरूमा कनेक्ट गर्नुपर्ने हुन्छ। मलाई आउँदैन, नआएको कुरालाई मैले जबरजस्ती गरेर पनि भएन होइन। सर्ट भइहाल्यो भने माइनस प्लस गर्दाखेरि अर्को आपत। सो साइडलाइट बन्ने खालको चाहिँ मैले यो चाहिँ अब ह्यान्ड गार्ड मैले इन्स्टल गरेको छु बाइकमा, एउटा नयाँ केही होइन। यही बाइकले गर्दाखेरि चाहिँ अब जे भए पनि युट्युब पनि स्टार्ट भयो, फेसबुक पनि स्टार्ट भयो होइन। यसो अर्निङ पनि स्टार्ट भयो। युट्युबबाट त पहिला नि एकचोटि मैले इन्स्टलमेन्ट मैले बुझिसकेको होइन, पेमेन्ट बुझिसकेको। अब फेसबुकबाट चाहिँ अहिलेसम्म बुझेको छैन। लेट्स सी कस्तो हुनेवाला छ। ओके तपाईँहरू पनि ट्राई गर्नु होला है। अब जे भए पनि तपाईँहरूको झन् ठाउँहरू राम्रो होला है। मेरोमा त अब पहाड पनि हिमालहरू पनि देखिँदैन, खोला नालाहरू पनि खासै यहाँ छैन होइन। त्यही हो खेतीबाडी बस्तीहरू छ। अनि यस्तै ठाउँबाट पनि हामी भिडियो लिएर आउँदैछौँ भने तपाईँहरूको ठाउँ यदि राम्रो, यहाँ के भएछ यार एक्सिडेन्ट भएछ नि त। तपाईँहरूको ठाउँ यदि राम्रो छ भने त झन् तपाईँहरूले त गर्नु पऱ्यो नि त, भिडियोहरू पोस्ट गर्नु पऱ्यो होइन। मेहनत गर्नु तपाईँहरू पनि होइन। म त त्यही भन्छु कि मैले कमाइरहेको छु भने मलाई के लाग्छ भने अब कतिलाई मैले सानो टिप्स दिएर पनि यदि उनीहरूको पनि लाइफमा केही चेन्जेस आउँछ, अब पैसाहरू कमाउन सकिन्छ नेपालमै बसेर भने चाहिँ म भनिदिन्छु कि गाइज मलाई जस्तो केही लाग्दैन क्या होइन। मरेर लानु केही छैन। एजुकेसन भनेको तपाईँको शिक्षकले तपाईँलाई नदिएको भए, मेरै शिक्षकले मलाई नदिएको भए म अहिले यसरी बोल्न, यसरी हिँड्न, यसरी ज्ञान गुणको कुराहरू भन्न त म सक्दिनँ थिएँ होला नि त होइन। सो सबै कुरा सबलाई सिकाएरै नै अघि बढ्ने हो होइन। तपाईँले कसैलाई केही कुरा सिकायो भन्दैमा तपाईँको ज्ञान कम हुने त होइन नि त होइन। तपाईँले झन् त्यो कुरा चाहिँ
अझै बेसी जान्ने भयो क्या, किनकि तपाईँले त्यो कुरा रिभाइज गरेर अरू कसैलाई सिकाउनु भयो नि त। अरूलाई सिकाउँदा पनि तपाईँको त नलेज, तपाईँको स्किलहरू त युज भयो नि त होइन। सो झन् तपाईँ चाहिँ पर्फेक्ट भएर आउने भयो क्या। सो अरूसँग के अब कम्पेरिजन र अब के हुन्छ नि, जेलसी के राख्नु होइन। आफ्नो लाइफ हो, आफूले नि ग्रो गरौँ, अरूलाई नि ग्रो गर्न दिउँ, अरूलाई पनि अब हेल्प गरौँ होइन। त्यही हो, पोखरीहरू छ है। अब जे पनि अब आउँछ बिस्तारै, अलि टाढो टाढोको भ्लग भिडियोहरू पनि हेर्न नबिर्सिनु होला। 10 किलोमिटर लामो बाटो छ, 10 तर म नरिस सबै बोल्न त बोल्न सक्दिन्छु होइन, तर तपाईँहरूलाई भ्लग बोर हुनसक्छ। सो त्यहीहरू हल्का म सिन काट्छु, अलिकति अगाडि गएर भेटौँ है। सबभन्दा पहिला फेसबुकबाट पैसा कमाउनुको लागि के गर्नु पऱ्यो भने तपाईँको फेसबुक एकाउन्ट हुनु पऱ्यो, पेज अथवा प्रोफाइल होइन। मेरो चाहिँ प्रोफाइल हो होइन। अनि त्यसपछि चाहिँ तपाईँहरूले सकभर भिडियोमा नि रिल्सहरू, आजभोलि त भिडियो र रिल्स भनेको एउटै हो, फोटोजहरू, स्टोरिजहरू अनि टेक्स्ट मेसेजहरू चाहिँ टेक्स्टहरू चाहिँ पोस्ट गर्न पऱ्यो होइन फेसबुकमा। अनि त्यही अनुसार तपाईँहरूको भिडियोहरू अनि हरेक कन्टेन्टहरू तपाईँहरूको अब जनताहरूले मन पराएर तपाईँहरूलाई फलो गर्दै जानुभयो भने, सो फलो पनि कसरी हुन्छ त नि कसरी हुँदैन भन्दाखेरि पनि मेन भनेको तपाईँको प्रोफाइल छ भने तपाईँले सेटिङमा गएर आफ्नो प्रोफाइललाई चाहिँ प्रोफेसनल मोडमा चाहिँ पहिला कन्भर्ट गर्नु पऱ्यो होइन। प्रोफेसनल मोडमा तपाईँहरूले टर्न अन गरिदिएपछि बल्ल तपाईँहरूको पेज अथवा चाहिँ पेज त भइहाल्यो कि, तर तपाईँहरूको प्रोफाइल चाहिँ मोनिटाइजेसनको लागि चाहिँ एक्टिभेट हुन्छ क्या। अनि एक्टिभेट भइसकेपछि चाहिँ अब तपाईँहरूको फ्रेन्ड्स पनि तपाईँहरूको फलोवरमा कन्भर्ट हुन्छ होइन। जुन साथीहरूलाई तपाईँले फ्रेन्ड्स भन्ने अप्सनमा देखाउनुहुन्थ्यो उहाँहरूले तपाईँले चाहिँ फलोवर्समा देख्नु सक्नुहुन्छ र फ्रेन्ड्समा नि हेर्न मिल्छ है, मिल्न चाहिँ। अनि त्यसरी नै तपाईँहरूको फलोवर्सहरू बढ्दै गयो भने 1000 पुग्यो, 1000 पछि 5000, सकभर 5000 हो जस्तो लागिरहेछ। तर मैले खासै डिटेलहरू कन्फर्म चाहिँ युट्युबबाट पनि फेसबुकबाट पनि गइरहेको छैन। सकभर 5000 हो भने मैले सुनेको छु। अनि 5000 फलोवर्स कम्प्लिट भइहाल्यो भने, अनि कम्प्लिट हुनुको लागि तपाईँले भिडियोहरू राम्रो अब हल्का क्वालिटी कन्टेन्टहरू होइन, अडियो भिडियोहरू चाहिँ सकभर आफ्नो, अरूको कपी नगर्ने होइन, आफ्नै कन्टेन्टहरू भिडियोहरू बनाउँदै हाल्दै जानुभयो नेचरको, अब सोसियल वर्कहरूको होइन। अनि त्यसपछि केही नलेजहरूको टिप्स एन्ड ट्रिक्सहरू यस्तो यस्तो भिडियोहरू तपाईँहरूले पोस्ट गर्दै जानुभयो भने तपाईँहरूकोमा चाहिँ मान्छेहरूको एट्र्याक्सन बढ्छ नि त। हेरौँ न उसको भिडियो आज के हालेको रहेछ भन्ने उहाँहरूलाई पनि मनमा त अब लागिरहेको हुन्छ। सो यसरी नै उहाँहरूले तपाईँहरूलाई फलो गर्दै जानुहुन्छ। अनि तपाईँहरूको भिडियोमा जब उहाँहरूको एडिक्सन बढ्दै जान्छ नि, त्यो एडिक्सन बढ्दै गइसकेपछि अब तपाईँलाई माया र तपाईँको भिडियोमा धेरै वाच आवरहरू हुँदै जान्छ। अनि तपाईँहरूको फलोवर पनि झन् बढ्दै जान्छ। सो जति तपाईँहरूको भ्युजहरू अनि वाच टाइमहरू बढ्दै गयो त्यति तपाईँहरूको बिस्तारै एकाउन्टमा होइन पैसाहरू बढ्दै जान्छ डलर्समा होइन। सो तपाईँहरूलाई थाहा पनि हुँदैन, यति छिटो कुनै एउटा भिडियो पनि भाइरल जाममै गइदियो भने एउटै भिडियोबाट पनि मैले 10,000 20,000सम्म कमाएको छु लगभग है। अनि युट्युबमा चाहिँ मैले एउटै भिडियोबाट 20-30 सेकेन्डको भिडियोबाट मैले कति 3-4 हजार कमाएको थिएँ। तर त्यो भिडियोमा नियरली मिलियन जति भ्यू गएको थियो होइन। तर फेसबुकमा पनि राम्रै भ्युज चाहिँ जानुपर्छ है, 300-400 के 500 के अब गयो भने पनि धेरै डलर्सहरू कमाउन सकिन्छ होइन एउटै भिडियोबाट पनि। नआत्तिनु होला, भिडियो पोस्ट गर्न छोड्नु होइन, आफूमा विश्वास राख्नु होइन। अनि होप चाहिँ लुज नगर्नु, मेहनत कोसिस चाहिँ जारी राख्नु है। म त त्यही भन्छु। मैले स्टार्ट गरेको सोसियल प्लेटफर्म भनेको नियरली 2-3 इयर्स एगोबाट हो क्या। 3-4 वर्ष लगभग अगाडिबाट, 2-3 वर्ष अगाडिबाट गर्दाखेरि अब अहिलेसम्म मैले चाहिँ 2टा युट्युब च्यानल मोनिटाइज गरेँ। अनि एउटाबाट पेमेन्ट लिएँ एकचोटि, अर्कोबाट चाहिँ अब बिस्तारै अब ग्रो हुँदैछ। अब खासै पैसा आइरहेको छैन, तर पैसा चाहिँ आइरहेछ एकदम कम मात्रामा। अनि फेसबुकबाट चाहिँ यो फर्स्ट पेमेन्ट हो, सकभर यो चाहिँ अलि राम्रै हुन्छ। एबभ 30K नै हो यो चाहिँ आजको पेमेन्ट, नियरली 37,000 जति होला मेरो यो फर्स्ट पेमेन्ट। तर मेरो एकाउन्टमा चाहिँ अलि राम्रै डिपोजिट भइसकेको छ है। मैले मेरो फेसबुक इन्कममा चाहिँ एबभ 50,000 नै देखाएको छ, नियरली 60,000 नै पुग्नु लागिसक्यो होला है। अनि त्यही हो, यिनीहरूले चाहिँ अब मन्थली चाहिँ पे गर्छ होइन। मन्थको 20 तारिकबाट माथि होइन, लगभग 15-16 तारिकतिर चाहिँ इन्भोइस भन्ने एउटा चिठी पठाउँदो रहेछ। इन्भोइस आइसकेपछि चाहिँ तपाईँहरूको लगभग 20-22 तारिकमा चाहिँ उनीहरूले रेमिट्यान्सको एउटा पत्र पठाउँछ। रेमिट्यान्सको पत्र पठाएपछि अब त्यही पत्रलाई प्रिन्ट आउट गर्ने, आइडी कार्डको पनि प्रिन्ट आउट गर्ने होला। अनि त्यहाँपछि लिएर गएर अब कुन ब्याङ्कमा तपाईँहरूको अब यो फेसबुक च्यानल लिङ्क छ नि त्यो ब्याङ्कमा जाने, अब त्यो 2टा डकुमेन्ट देखाउने, अब उनीहरूले के प्रक्रियाहरू भन्छ त्यो गर्ने, अनि आफ्नो पैसा लिने, अनि घर फर्किने, अनि भात खाने, सुत्ने। प्रक्रिया यही हो साथीहरू, आई होप सो है। तर
त्यही हो भिडियो हेर्दै गर्नु होला नि युट्युबमा नि सपोर्ट गर्नु होला युट्युबमा नि हेर्ने गर्नु म फर्स्टमा युट्युबमै हालिरहेको हुन्छु देन आफ्टर मैले चाहिँ फेसबुकमा हालिरहेको हुन्छु तर आजभोलि चाहिँ नियरली सेम टाइममै हाल्छु दुइटैमा जता हेर्नुभयो नि हुन्छ अनि यस्तो हो कि मेरो भिडियोहरू धेरै देखिनुको रिजन के हो भने मैले एउटा भिडियो पोस्ट गरेँ भने त्यसैको पनि 10-20 वटा चाहिँ सर्ट्स भनेर आफै पोस्ट भइदिन्छ क्या तर त्यो आफै पोस्ट भएको होइन मैले एउटा सेटिङ अन गरेर हो होइन किनकि कस्तो हुन्छ भने भिडियोहरू तपाईँहरूले एउटा पोस्ट गर्नुभयो त्यो 10 मिनट लामो छ तर फेसबुकमा एउटा यस्तो सेटिङ छ कि त्यो अन गर्नुभयो भने चाहिँ 10 मिनटको भिडियो पनि 10 वटा 8-9 वटा भएर गइदिन सक्छ 1-1 मिनटको चाहिँ टुक्रा भिडियो हुन्छ सो मेरो चाहिँ टुक्रा भिडियोहरू चाहिँ धेरैले हेर्नुभयो त्यहीँबाट फलो आयो के होइन एउटा भिडियो धेरै ठाउँमा छरिन अलिक गाह्रो हुन्छ तर एउटै भिडियो 10 टुक्रा छ भने त्यो 10 वटा टुक्रा चाहिँ धेरै ठाउँमा फैलिन अलिकति छिटो हुन्छ होइन त्यो अनुसार चाहिँ अब आफूलाई चाहिँ समाज आफूलाई चाहिँ अब यो मान्छेहरू सामु भ्युवर्सहरू सामु चाहिँ तपाईँहरूले प्रस्तुत गर्न सजिलो भयो नि त तपाईँहरूलाई सो त्यो नै हो रिजन अनि कतिलाई चाहिँ दिक्कै लाग्छ होला है मेरो भिडियो धेरै आयो भनेर के गर्नु त नि नेपाल छोडेर जानु मन छैन बाबुआमासँगै बसेर चाहिँ अब कमाउनु रमाउनु मन छ होइन अब पढ्न त पढ्यो सरकारी जागिर पनि खाइयो इन्जिनियर पढ्यो होइन अब जागिर पाउन गाह्रो छ है के गर्ने त अब मन नै अब ट्राभलिङमै मन गइसक्यो होइन ट्राभलिङमै मन गइसकेपछि चाहिँ अब कति नै बाँचिन्छ होला जिन्दगी पनि थाहा हुँदैन कसैको होइन रमाएरै बाँचौँ भन्ने कुरो हो अब खाना लाउन बस्न सुत्न पुगिहालेछ है अब यताबाट हल्का फुल्का अर्निङ भयो भने ज्यान पाल्न सकिहालिन्छ बिएससी गरेको छैन होइन कसलाई पो अब होइन कसैलाई मख पार्नु छैन के गर्नु छैन होइन केटा आफै चिल गर्ने हिँड्ने बस्ने जस्तो लाइफ हो मोज छ भनौँ न अब यसरी नै फेसबुकबाट पनि दाम आउँदै गयो होइन कोही तरुणले होइन मलाई पत्याउन सक्यो भने त्यसको बाबाआमाले नि मलाई पत्याउन सक्यो भने होइन लिएर आउनै सक्ने सम्भावना बढेर आउँछ होइन अब हेरौँ अब बढ्छ बढ्दैन होइन त्यो चाहिँ अब भविष्यको कुरा दैव जानुन् होइन बिहे जागिर अनि यस्तो कुराहरू चाहिँ यसको चाहिँ कुनै एउटा समय हुँदैन भन्छन् क्या भन्नाले यो आफै हुने कुरा हो यो कसैले चाहेर पनि पाइहाल्ने पनि होइन भन्ने कुरा हो भनेर चाहिँ एकवटा दाजुभाइ तथा दिदीबहिनी कुन चाहिँले मलाई भन्नुमा आएको थियो जमानामा हुने रहेछ भन्ने जस्तो पनि फिल भइरहेछ है गफ धेरै भयो फर्स्टमा म कहाँ जान्छु फोटोकपी गर्ने ठाउँमा जान्छु जहाँ मैले चाहिँ मेरो इमेललाई प्रिन्ट आउट गराउँछु अनि मेरो आइडी कार्ड चाहिँ मैले फोटोकपी गर्न दिन्छु अनि त्यहाँपछि चाहिँ म त्यो लिएर डाइरेक्ट नेपाल ब्याङ्क लिमिटेड होइन कि राष्ट्र वाणिज्य ब्याङ्कमा जान्छु त्यसपछि चाहिँ हेरौँ के कसो हुनेवाला छ पैसा होगा भाइ पैसा हल्का अब ड्याडलाई लिएर आएको छु नि त ड्याडलाई नि हल्का हात्ती दिनु पऱ्यो म मात्रै अब धेरै बोक्न सक्दिनँ होइन यसो बाबाआमालाई पनि ह्याप्पी राख्नु पऱ्यो नि त के हो र गाई चाहिँ जे जस्तै भए पनि आश हुन्छ नि त अब छोराले अब कमाएर दियो भन्ने हुन्छ होइन बेरोजगार छोरा जहिले हावा ताल्न बतासिएर हिँड्ने छोरा होइन ओहो आज त छोरोले यार फेसबुकबाट कमायो भनेर उहाँलाई नि मनमा त हलचल उत्सुकता त भइरहेको होला नि त होइन सही हो यो एउटा फिलिङ पनि मजाको छ कि होइन के गरिएन भने लाइफमा ठेकेदारको जागिर खाइएन कि सरकारी जागिर खाइएन कि होइन अब यसरी अनलाइन प्लेटफर्मबाट कमाइएन कि होइन साइन्स लिएर पढिएन कि इन्जिनियर पढिएन कि पास भइएन कि होइन धेरै कुरा गरियो नि गाई जिन्दगीमा मोज धेरै गरियो है मोज धेरै गरियो गाइज अब हल्का जान्छु अनि त्यहाँपछि पैसाको काम मिलिसकेपछि चाहिँ अब त्यो यो जुन छ नि यो के भन्छ यसलाई विन्ड गार्ड भनौँ कि अब के भनौँ हो यसलाई चाहिँ अब साइलेन्टमा कनेक्सन अन गर्छु फिट गर्छु त्यसपछि चाहिँ अनि फर्किन्छु हल्का स्टिकर नि हान्नु पर्ला बाहिरपट्टि यही ब्लू कलरको म्याचिङ गरेर चिसो लागेको छ कि हिजो इटरी गरेरै आएको खास यो लेटर मेरो हिजै आएको रहेछ हिजै आएको थियो हामी यतैबाट गइदिउँ है ब्याङ्क चाहिँ उतैनिर थियो क्या तर अलिकति गाह्रो परेको बाटो यहाँ सकरा मन्दिर जाने बाटो यहाँबाट लेफ्ट जानुभयो भने अनि लेफ्ट गएको चाहिँ 200 मिटर जति पर गएर फेरि लेफ्टै लिनुपर्छ है हामी चाहिँ अब यता यो हटियातिर आयौँ होइन राजविराजको अब यहाँबाट चाहिँ थोरै अगाडि गएर हामी राइट लिन्छौँ त्रिभुवन चोक पुग्छौँ सो मेरो ब्याङ्क त्यही छ मैले हल्का डकुमेन्टहरू चाहिँ अब प्रिन्ट आउट गर्नु छ त्यसको लागि चाहिँ पहिला चाहिँ म स्टेसनरी खोज्नुपर्ने भयो कि यहाँ मलाई एक्ज्याक्टली के कहाँ छ थाहा छैन एउटा दुइटा सब चाहिँ ठ्याक्कै थाहा छ तर त्यहीँ जान्छु म
अरू ठाउँमा चाहिँ गइरहेको हुँदिनँ कि थाहा नै छैन खोज्नुपर्छ टाइम जान्छ अरू त्योभन्दा झ्यापझुप चिनेको ठाउँमा गइहाल्यो नि आनन्दै के गर्नु त नि हल्का अब साइड दिनै पऱ्यो अब जिन्दगीमा यसरी सहारा सबैलाई चाहिन्छ कि त्यही भएर पनि बिहे चाहिँ गर्नुपर्छ है केटा म नि खोजिरहेको छु है बिस्तारै 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 गाइज बिस्तारै सहारा बनेरै म उभिउला जति नै बुढो तिमी भए नि बादल सरी वरिपरि पछि लाग्ने छु ल गाइज अब हामी त्रिभुवन चौकतर्फ जाँदैछौँ अब यता फोटोकपी गर्ने सपहरू खोज्नुपर्छ त्यो त सुन चाँदी पसलको लाइन हो होइन म अर्को लाइनमा जान्छु ब्याङ्क त अब यहीँ छ के अरे आउँदैछ मैले खास ड्याडीलाई भनेको थिएन एकैचोटि अब पैसा ल्याएर हातमै दिन्छु भनेर सोचिरहेको थिएँ तर चाहिँ कस्तो भने अब कन्ट्रोलै हुँदैन कि यस्तो कुराहरू म लुकाउनै सक्दिनँ कि केही खुसी छ भने भनिहाल्छु ड्याडले ब्याङ्क त यता छ भन्दै हुनुहुन्छ कि तर मैले के गर्नुपर्छ मलाई थाहा छ नि त ल गाइस कागजपत्र प्रिन्ट आउट गर्नुपर्ने ठाउँ आयो है यहीँ गएर प्रिन्ट आउट गर्छु पहिला गाइस म यहाँ चाहिँ प्रिन्ट गर्नको लागि चाहिँ यहाँ डकुमेन्ट यहाँ दाइलाई पठाइरहेको छु है ड्राइभिङ लाइसेन्सको चाहिँ एउटा फोटोकपी गर्नु पऱ्यो एउटा चाहिँ रेमिटेन्सको त्यसपछि चाहिँ हुन्छ होला है यहाँ तपाईँहरू एमाउन्ट देख्न सक्नुहुन्छ है यतिको चाहिँ छ ट्याक्स यति काट्ने रहेछ जाँदैछु म अब ब्याङ्क ऊ बाइकले नि सर्भिसिङ गर्नु पऱ्यो भनिरहेछ यार के गर्नु पैसा आउनु त आउँछ कमाउनु त कमाइन्छ होइन तर जेबाट कमाइन्छ त्यसलाई नि मेन्टेन गर्नै पऱ्यो है गाह्रो छ नि अब हल्का मोडिफिकेसन गर्न छ अझै यसलाई हल्का स्टिकर टाँच्नु पऱ्यो होइन बाइक सर्भिसिङ गर्नु छ यार साथीहरू फेरि यो एफआईहरूको टाइममा सर्भिसिङ गरेन भने झन् अर्को आपत आउँछ जस्तो लाग्छ कि ल गाइज अल द वे फ्रम त्रिभुवन चोक अब चाहिँ मेरो राष्ट्र वाणिज्य ब्याङ्क यहीँ आइसक्यो है म यहाँको चाहिँ डाइरेक्ट रेमिट्यान्स शाखामा जान्छु है यहाँनिर बाइक पार्क गरौँ है ह्यान्डल लक गरौँ फेरि चोरी निकासी भइहाल्यो भने अर्को अब फेरि ल गाइस ट्याक्क राष्ट्र वाणिज्य ब्याङ्क भाइ अब ह्यान्डल टक्क लक मामाको अगाडि राखेपछि नो टेन्सन मामा इज अलवेज रेडी टु एट्याक अहिले केटा हो ल अब म क्यामेरा गर्दिनँ है सो गाइज अब चाहिँ हामी माथितिर जाँदैछौँ होइन अब राष्ट्र वाणिज्य ब्याङ्कको अब रेमिट्यान्स शाखामा गएर सोध्छु डाइरेक्ट के कसो छ यहाँ पनि हेर्नु न पोल्युसन हेर्नु त ए जहाँ पनि त्यही यस्तै थुक्पा लेखे यार ब्याङ्कमा है ब्याङ्क जस्तो ठाउँमा नि यस्तो हुन्छ यार ल भिडभाड हेर्नु कति छ भिडभाड गाइज फाइनली अब यो ब्याङ्कमा चाहिँ मेरो काम हल्का बनेन किन बनेन भने अब मैले त्यो इमेल आइडी चाहिँ के अरे इमेल आएको डकुमेन्ट चाहिँ मैले जहाँबाट मैले एकाउन्ट खोलेको थिएँ त्यो ब्याङ्कमा मैले पठाइदिएँ अब उहाँहरूले कन्फर्म गर्नुहुन्छ त्यो रेमिट्यान्सको के छ प्रोसेसहरू त्यो अनुसार चाहिँ मेरो एकाउन्टमा डिपोजिट हुन्छ भन्ने कुराहरू उठ्यो इफ केही प्रब्लम छ केही डकुमेन्ट अझै पनि चाहिन्छ भने चाहिँ एभाइलेबल गराउनुपर्छ तपाईँले भनेको थियो अब त्यही गर्नुपर्छ होला मैले है सो गाइज आउनु चाहिँ आउँछ है पैसा आइसकेपछि म फेरि पनि तपाईँहरूलाई भन्छु सो गाइज फाइनली अब हामी चाहिँ जाँदैछौँ राष्ट्र वाणिज्य ब्याङ्क राजविलासबाट सो अब चाहिँ के भयो भने डाइरेक्ट अब काठमाडौँको अब रेमिट्यान्स शाखा जुन छ नि त्यहाँ उहाँहरूले कन्ट्याक्ट गर्नुहुन्छ मैले मेरो डिटेलहरू इमेल गरिदिएको छु ब्याङ्कलाई सो त्यसपछि चाहिँ उहाँहरूले के कसो अझै पनि केही डकुमेन्ट पुग्दैन भने मसँग माग्नुहुन्छ सकभर त पुग्छ होला त्यही अनुसार चाहिँ उहाँहरूले मेरो एकाउन्टमा चाहिँ अब एमाउन्ट डिपोजिट गरिदिनुहुन्छ होला सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो फर टुडे अब प्रोसेस यही हो अब जस्ट अब एकाउन्टमा आउन मात्रै बाँकी हो होइन अब यही हो गाइज है आजको ब्लग यहीँनिर समाप्त